धेरै पछि आज चाहिँ मिसहरूसँग म पुष्पलालमा भेट्न गइरहेको थिएँ, किनभने आज चाहिँ मिसको बेबी सावर थियो। बेबी सावरको लागि म चाहिँ गइसकेको थिएँ, सबैजना आइसक्यौँ भनेको भएर म पुग्दा चाहिँ कोही पनि आइपुग्नु भएको थिएन। म प्रतीक्षालयमा गएर बसेँ, सुनसान थियो। त्यसपछि के गरौँ भनेर आफ्नै भिडियो खिचेँ, मान्छेले हेरे फेरि बन्द गरिदिए। कुरेर बस्दा बस्दा बल्ल बल्ल उनीवाला बेबीको मम्मी आइपुग्नु भयो। त्यसपछि सन्जा मिस आइपुग्नु भयो, हातमा फलफुल अनि दही चिउरा खानको लागि प्लेटहरू बोकेर आइपुग्नु भयो र एकछिनपछि अरू 3 जना आइपुग्नु भयो, हातमा डेउ, मिठाई, केक, दही चिउराहरू बोकेर। अनि हामी मिना मिसको प्रतीक्षामा थियौँ। मिना मिस चाहिँ आइपुग्न अलि ढिला गर्नुभएको थियो। एकछिनपछि मिस पनि आइपुग्नु भयो र हामीले चाहिँ ग्रुप फोटो खिच्ने है भनेर ग्रुप फोटो खिच्यौँ। त्यसपछि अब एक जना गरेर पाले पालो फोटो खिच्ने, हुनेवाला बेबीसँग र मम्मुसँग भनेर पाले पालो फोटो खिच्यौँ। त्यसपछि चाहिँ हामीले अब केकसँग मिसले फोटो खिच्ने भनेर फोटो खिच्दै थियौँ। फोटो खिचिसकेपछि चाहिँ अब केक सुधार्नुपर्छ भन्ने लाग्यो। त्यसपछि चाहिँ हामीले स्प्रेहरू निकालेर मिसलाई ल बत्ती बाल्नु भनेर गऱ्यौँ। बत्ती बाल्दै गर्दाखेरि चाहिँ फुत्त तल झऱ्यो। सुबिना मिस तर्सेर भागिनु त। त्यसपछि रजिना मिसले चाहिँ भिडियो खिच्नु भयो नि भन्दै हुनुहुन्थ्यो मलाई होइन। त्यसपछि चाहिँ केक सुधार्यौँ हामीले। अनि त्यसपछि भिन्दा बेसी यो केक कसरी झिक्ने भन्दै हुनुहुन्थ्यो होइन। अनि हामी चाहिँ उतापट्टि अब खानेकुरा भाग लाउँदै गरौँ भनेर भाग लाउँदै थियौँ। चनाहरू अचारहरू चाहिँ हामीले घरबाटै बनाएर लगेको थियौँ। यता रजिना मिस हतार हतार गरेर खाँदै हुनुहुन्थ्यो। त्यसपछि चाहिँ उता मिसले डिउहरू हाल्दै हुनुहुन्थ्यो, हामीले डिउहरू खायौँ, रमाइलो गऱ्यौँ। लास्टमा चाहिँ हामी सम्झना रहला भन्ने गीतमा चाहिँ टिकटक बनायौँ। म 3 महिना छुट्टी बसेँ, फेरि मिस पनि बस्दै हुनुहुन्थ्यो, त्यही भएर हामीले चाहिँ यही गीतमा बनाउने है भनेर टिकटक भिडियो बनायौँ। त्यसपछि घर फर्क्यौँ।